Hi guys, welcome back to our channel. So this is our new vlog. So today we are going Krishna Mandir. तपाईहरुलाई थाहा नै होला कृष्ण मन्दिर कता छ। थाहा छैन भने देखाउँछु मैले अहिले देखाउँछु है त। आज चाहिँ यो फर्स्ट भ्लग भएर अलिकति बोल्न अलिकति भइरहेछ। सो त्यही पनि हामी ट्राई गरिरहेछौँ। त्यही पनि चाहिँ हेर्दिनु होला। लाइक सब्स्क्राइब हाल्दिनु होला। हामी चाहिँ कृष्ण मन्दिर आइसकिसक्यौँ है त। तपाईहरुलाई म कृष्ण मन्दिरको भ्यू देखाउँछु त। हामी कृष्ण मन्दिर अब कृष्ण मन्दिर यस्तो दामी छ कि तर यहाँ चाहिँ धेरै कपालहरू पनि छन्। हामीलाई चाहिँ अलिकति लाज लाग्यो होइन, किनकि हाम्रो छैन। सब चाहिँ हाम्रो आउटफिट चेक हजुरलाई दिन्छु है त। चुरा देखाउनु कानमा झुम्का लाग्छ सानो खालको होइन, मेरो अलिकति राम्रो चुरा देखाउनु न। चुरा पनि भयो अनि यति नै। हामी चाहिँ झुम्का पसन्द जानु लागेको है त। झुम्का राम्रो हुन्छ। गजरा किन्न जान आँटेको म चाहिँ दिन्छु झुम्का किन्न। अनि हामी बारी लाउँछौँ। हामी झुम्का देखाउँछौँ तपाईँहरूलाई कुन मनपर्छ चाहिँ है त। गजरा लिनु लागेको निकाल्दै हुन्छ यस्तै हो। त्यो कति राम्रो गाइज मैले चाहिँ यो किनेँ। हामीले के किन्यौँ त्यो चाहिँ हामी घर गएर भिडियोमा देखाउँछौँ। कहाँ गयो ए पछाडि पछाडि हिँड्छ अनि देखि देख्दैन। झुम्का चाहिँ भेटिएन कि अलिक महँगो पऱ्यो कि हामीसँग पैसा थिएन। अब चाहिँ हामी खाना जानु लागेको है त। हामी चाहिँ पानीपुरी खानु लागेको है त। पानीपुरी खाने तपाईँकोबाट बनाउँदा नि है, मेरोबाट आएको छ ल। धेरै नै सेरी खाँदै हामी पनि। के लेना नि पानी त घरमै लगाउनु ल्याएको ਛੱਡਿਆ ਨਾ ਕੱਖਦਾ ਪਹਿਲਾ ਸੀ ਤੂੰ ਪਿਆਰ ਪਹਿਲੇ ਪਿਆਰ ਦੀ ਪਹਿਲੀ ਕਹਾਣੀ ਬਦਲਾਂ ਵੀ ਕਿੰਜ ਹੁਣ ਚਾਕੇ ਵੀ ਨਾ ਬਦਲੀ ਜਾਣੀ ਮਨ ਵਿੱਚ ਮੈਂ ਸੀ ਰਾਜਾ ਤੂੰ ਕਿਉਂ ਨਾ ਮੇਰੀ ਬਣੀ ਏ ਰਾਣੀ ਖੁਸ਼ੀਆਂ ਦਾ दामी छ दामी आलु। सो गाइज आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्छु। म घर पनि आइसकेँ, सबै लुगा पनि चेन्ज गरिसकेँ, मुख पनि धोइसकेँ। सो आजको भिडियो चाहिँ खासै ठुलो भएन, ठुलो लामो भएन। त्यही पनि हजुरलाई मन पर्यो भने लाइक शेयर एन्ड सब्सक्राइब हालिदिनु होला।
अरू पनि भिडियो आउँछ अबबाट म भिडियो बनाइराख्छु त्यसैले आज यो मेरो न्यू भ्लग हो नि त त्यही भएर बोल्न कस्तो गाह्रो हो नि न्यू भ्लग भएर अब आज न्यू सुरुको भ्लग बनाएँ अब फेरि नयाँ भ्लग बनाउँदाखेरि बानी बसेर नयाँ भिडियो बनाएर म हजुरहरूलाई देखाउँछु अबबाट म डेली त भन्दिनँ किनकि डेली त म बनाउन भ्याउँदिनँ नि त्यही भएर म भिडियो चाहिँ हालिराख्छु थ्याङ्क यू फर वाचिङ